सोभिता कि रेनु अहिलेको लागि सोभिता के क्वेसन भयो भाइ नट रेनु यदि रेनुले त्यो पार्टी अहिले जुन छ नि त्यो तारा पार्टी त्यो छोडेर घन्टी पार्टीमा प्रवेश गरेर त्यही ठाउँबाट उठ्छ भने मेरो भोट रेनुलाई वाइ किन भाइ मलाई रेनुलाई भोट नहाल्नु भनेको त झोले भइस रासपाको यसरी त्यस्तो होइन डाइरेक्ट टु डाइरेक्ट झोले अहिले भइस देशले के खोजिरहेको हाल्ला भने त्यो भन्नु तैँले बरु स्वतन्त्र उठेको भए भन्न मिल्थ्यो तैँले स्वतन्त्र तर होइन। तैँले होइन, रासपाबाट होइन। उठ्यो भनेपछि त झोले भइस के भाइ भनेपछि रासोपाबाट जस्ता कुकुर बिरालो उठे पनि तैँले तैँले भोट भोट अहिलेको हाल्नु लागि मान्छेले सबैले त्यही गर्छन् अहिले हामीलाई के छ देशलाई परिवर्तन चाहिएको छ अहिले हामीले बालेनलाई प्रधानमन्त्री छ बालेनलाई सुन्न प्रधानमन्त्रीको लागि चक्रे मिलनले रासोपाबाट टिकट पाएको भए पनि तैँले चक्रे मिलनलाई भोट हाल्थिस् त्यहाँको मान्छेको सोचाइमा फरक पर्छ त्यो मान्छेले के छ अहिले कहिले होइन तपाईँ मिलन चक्लेले के गरे विकास भन्नु न त अनि त्यही भएर त मैले त त्यसको त त्यस्ता कुकुर जस्ताको आए पनि भोट हाल्छस् भनेर इक्जाम्पल दिन खोजेको नि त बाबु पहिलो कुरो इन्क्लुडै गराउन त्यो मिलन चक्ले रासोपाले इन्क्लुडै गराउन भनेपछि त रासपाको झोले त्यो अहिलेलाई त्यही भन् त रासपाको झोले अहिलेलाई अनि त्यसै अहिलेलाई त्यही न म रासपाको झोले भन्न तैँले एक्सेप्ट गर छाती मात्र राखेर भन्दिनँ म बालेन समर्थक हो त बालेनको झोले अहिले बालेन बालेनको झोले कि सुन होइन तैँले पहिला फिक्स आन्सर भन्न त बालेनको झोले न बालेनको झोले भनेपछि बालेन काङ्ग्रेसमा गयो भने त काङ्ग्रेसमा जान्छ बालेन माओवादी भनेपछि माओवादी